यहाँ चाहिँ चौरी गाईहरू चराउँदो रहेछ यहाँतिर चौरी गाईको चाहिँ फरेस्टको हो कि यो मान्छे मतलब पर्सनल मान्छेहरूको लागि हो कि के हो के थाहा भएन खगी डङ्की डङ्की अघि एकजना मान्छेले चाहिँ हामीलाई क्या के चाहिँ त्यो मनले कि क्या जान्छ कति मिनट लाग्छ भन्दा चाहिँ हामीले कति घन्टा लाग्छ भनेको थियो क्या अन्त भने होइन नजिकै पुगिहाल्छ भने त अन्त हामीले भन्यो कति घन्टा लाग्छ भन्दाखेरि चाहिँ आधी घन्टाभन्दा कम्ती लाग्छ भने नि त उयो त डङ्की जस्तो लाग्यो तर यो त घोडा जस्तो लाग्यो गाइस के भन्छ तपाईँहरूले यो त घोडा नै हो तर घोडा पनि कसै एग्रेसिभ हुन्छ कुन चाहिँ ब्रिडको घोडा हो दामी रहेछ गाइस तर हेर त म कन्फ्युज त के भनौँ कसको चाहिँ घोडा हो यो गाइस हेर न वाइल्ड घोडा पनि हुनसक्छ है घोडाहरू त अब घोडासँग त कम्पेयर गर्नु भएन केटा ओ झन्